नमस्ते सबैजनालाई आरामै हुनुहुन्छ। म फेरि पनि नयाँ भिडियो लिएर आएको छु। म आज मटर पनिरको सब्जी लिएर आएको छु। म हजुरहरूलाई होटलको भन्दा पनि मिठो मटर पनिर घरमा कसरी बनाउन सकिन्छ म हजुरहरूलाई सिकाउँछु। देख्न सक्नुहुन्छ मटर पनिर लिएको छु मैले। हरियो मटर लिएको छु, यो फ्रोजन मटर हो। मैले 4-5 वटा लसुन प्लस अदुवा लिएको छु थोरै र एउटा खुर्सानी अनि प्याज मैले रफली काटेको छु। हजुरले पनि आफ्नो इच्छा अनुसार काट्न सक्नुहुन्छ। ल आउनुहोस् है त यसपछि के गर्ने भनेर म हजुरलाई भन्छु। मैले फ्राई प्यान बसालेर तेल राखिसकेको छु। म तेललाई एकछिन तताउँछु। तेल तातिसकेको छ, म यसमा जिरा राख्छु, प्याज राख्छु। प्याज राखिसके र म अब राम्रोसँग मिक्स गर्छु। लसुन र अदुवा राख्छु। अब यसलाई 2 मिनेट जति पकाउँछु सानो आगोमा। अब पनिर पनि म्यारिनेट गर्छु। त्यसको लागि मैले थोरै बेसार लिए, नुन लिए, थोरै कश्मिरी लाल मिर्च राख्छु, 2 चम्चा दही पनि राख्छु र यसलाई म राम्रोसँग मिक्स गर्छु। थोरै कस्तुरी मेथी पनि राख्छु, राम्रोसँग मिक्स गर्छु। पनिर मैले राम्रोसँग मिक्स गरिसकेको छु। म अब यसलाई 10 देखि 15 सम्म ढाकेर राख्छु। यता मसला पनि भइसकेको छ। म अब यसलाई एकछिन सेलाउन दिन्छु। हामीले पकाएको मसला सेलाइसकेको छ राम्रोसँग। मैले भाँडोमा खनाइसकेको छु। मैले प्याजको ग्रेभी पिसिसकेको छु। म अब टमाटर पिस्छु। अब होटलको जस्तै खाने हो भने त फेरि यसमा अब अर्को के थप्नु पर्यो त हजुरको काजु है। ग्रेभीको लागि चाहिँ एकदम मिठो हुन्छ काजु हैन। यदि काजु छैन भने हजुरले यदि काजु मन पर्दैन राखेको भने चाहिँ हजुरले नराख्दा पनि हुन्छ है। अब टमाटर र काजुलाई पनि मजाले पिस्छु। मैले टमाटरको पेस्ट पनि पिसिसकेको छु। हजुरहरूले टमाटरको पेस्ट अनि काजुलाई छुट्टा छुट्टै पिस्न पनि सक्नुहुन्छ। पनिर पनि रेडी भइसकेको छ। म अब यसलाई फ्राई गर्छु। मैले आवश्यक अनुसार तेल राखिसकेको छु। भइसकेको छ। म अब यसमा पनिर राख्छु। पनिर राखेर सकिसकेको छु। म अब यसलाई एकछिन सानो आगोमा फर्काएर पकाउँछु। पनिरलाई अब पालै पालो फर्काउँछु। मैले पनिरहरू सबै फर्काइसकेँ। म अब यसलाई धेरै बेर पकाउँदिनँ। अब सिर्फ 1 मिनट मात्र पकाउँछु। पनिर रेडी भइसकेको छ। म अब यसलाई निकाल्छु। धेरै पकायो भने फेरि साह्रो हुन्छ। मटर पनिर बनाउनको लागि सबै सामानहरू रेडी भइसकेको छ मेरो। यसमा ल्वाङ 3टा लिएको छु, सुकमेल 2टा लिएको छु र कत्ता लिएको छु र मैले यहाँ थोरै बटर पनि लिएको छु है। मैले तेल राखिसकेँ। म अब यसमा सानो बटर पनि राख्छु। यसलाई राम्रोसँग मिक्स गर्छु। खडा मसला पनि राखेँ किनकि बटर फेरि छिटो डढ्छ नि त, त्यही भएर। मैले रेडी गरेको प्याजको पेस्ट पनि राख्छु, राम्रोसँग मिक्स गर्छु। प्याजको ग्रेभी राम्रोसँग भुटिसकेको छ। म टमाटरको पेस्ट राख्छु, यसलाई राम्रोसँग मिक्स गर्छु। यसमा अरू मसलाहरू एड गर्छु, बेसार, धनियाँको धुलो, कश्मिरी लाल मिर्च, पिरो हुँदैन यो कलरको लागि मात्र हो। राम्रोसँग मिक्स गर्छु। मैले राम्रोसँग मिक्स गरिसकेको छु। म अब यसलाई सानो आगोमा 7 मिनट जति पकाउँछु। ग्रेभी मजाले पाकिसकेको छ। म अब यसमा अघि फ्राई गरेको पनिर प्लस मटर राख्छु। यो मटर राखेँ, पनिर। अब यसलाई राम्रोसँग मिक्स गर्छु। मैले यसलाई राम्रोसँग मिक्स गरिसकेको छु। म अब यसलाई ढाकेर 5 मिनटको लागि फेरि पकाउँछु। सब्जी हेर्नु त कति मिठो भएको छ। अब यसलाई राम्रोसँग चलाऊँ। सब्जी रेडी भइसकेको छ। म अब यसमा गरम मसला, धनियाँ, कस्तुरी मेथीहरू राख्छु। मैले गरम मसला, कस्तुरी मेथी राखिसकेको छु। मैले देखाउन पाएन। यसलाई राम्रोसँग मिक्स गर्छु। सब्जी रेडी भइसकेको छ। म अब यसमा धनियाँ राख्छु,
मैले धनिया पनि राखिसकेको छु। म अब यसलाई राम्रोसँग मिक्स गर्छु। हजुरहरूले ग्रेभी अलि धेरै पनि बनाउन सक्नुहुन्छ। मलाई चाहिँ यत्तिकै मनपर्छ, त्यही भएर मैले हल्का लतबत मात्र बनाएको छु। मटर पनिरको ग्रेभी रेडी भइसकेको छ। ल हेर्नुहोस् त, छैन त होटलको जस्तो। होटलको भन्दा पनि अझ मिठो हुन्छ घरमा बनाएको भएर है। हजुरहरू पनि बनाएर खानु ट्राई गर्नु, एकदम मिठो हुन्छ है। यो रोटी, पुरी, नान, भात जेसित खाँदा पनि एकदम मिठो हुन्छ। मेरो आजको खाना हो ग्रिन चटनी। यसको रेसिपी युट्युबमा गएर हेर्नुहोला। भयो च्याख्ला प्लस भात, मिठो माम। यता रह्यो मटर पनिरको सब्जी। हजुरहरू पनि बनाएर खानुहोस् र लाइक, शेयर, कमेन्ट, सब्सक्राइब गर्न नबिर्सनुहोला। अन्त्यमा बेल आइकन बटन पनि दबाइदिनु होला। दिन शुभ रहोस्।